हेलो गाइज, वेलकम टु माई सेकेन्ड ब्लग। तपाईँहरूलाई स्वागत छ मेरो सेकेन्ड भिडियोमा। आशा गरेको छु कि तपाईँहरूको साथ सपोर्ट धेरै नै पाउनेछु। अनि त्यही हो गाइज, म चाहिँ यता सबै सन्चै छु होइन। हजुरहरूको के छ, कस्तो छ हजुरहरूको खबर, कमेन्ट गर्नु होला होइन। हिजो चाहिँ यसो त्यही हो, हिजो फर्स्ट भिडियो भएर पनि होला होइन, टाइम पनि मिलेन अनि टाइम मिलाउन पनि सकेन क्या मैले। सेटिङ गर्नु लाग्थ्यो, त्यही भएर टाइमै मिल्दैन क्या गाइज होइन। त्यही हो, आज चाहिँ जति सक्दो कोसिस गर्छु होइन म सबै भिडियोहरू बनाउन होइन, भिडियो क्लियर पुरा गर्नलाई कोसिस गर्छु गाइज। त्यही हो, तपाईँहरूको साथ सपोर्ट चाहिएको छ। अनि लाइक, कमेन्ट, सेयर, सब्सक्राइब, फलो पनि गर्नु होला। फर्स्टमा चाहिँ मेरो फेसबुकमा आउँछ गाइज यो भिडियो। अनि त्यही हो गाइज, म फेसबुकमा लिङ्क छोडिदिन्छु। मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गर्नु होला। अब डेली आउँछ गाइज भ्लगहरू होइन, अब त्यही हो। अनि एकपटक ल गाइज यहाँको भ्यू हेर्नु न। त्यही हो गाइज, यहाँको भ्यू चाहिँ दामी छ होइन। त्यही हो गाइज, डेली भ्लग आउँछ होइन। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नु होला होइन। तपाईँहरूको साथ सपोर्ट नै चाहिएको मलाई चाहिँ होइन गाइज। मिल्दैन गाइज होइन, एक्लैले गाह्रो हुन्छ कि, एक्लैले गर्न अलि टाइमै मिल्दैन कि। अब हेर्नु तिनीहरूलाई गाइज हेर्नु होइन, त्यहाँ बल्ली खोज्न पठाएको छु। तिमीलाई लगभग आधा घन्टा लागिहाल्छ, आधा 1 घन्टा लागिहाल्छ बल्ली खोज्ने। म गयो भने 4वटा बल्ली सायद 5 मिनट लाग्दैन मलाई होइन, बहुत टाइम लगाइदिन्छन् कि। अनि बल्ली पनि अब खोजेर ल्याइदिन्छन् काम न काजको, त्यही भएर आफै जानुपर्छ होइन। अनि त्यही हो गाइज, अब हेर्दै गर्नु गाइज होइन भिडियोहरू होइन। अब फर्स्टचोटि भएर होला बोल्न पनि अलिक गाह्रो लागिरहेछ, बोल्न पनि सकिरहेको छैन। बिस्तारै इम्प्रुभमेन्ट गरौँला होइन। अब त्यही हो गाइज, सबैले माया अनि साथ सपोर्ट गर्नु होला। अनि मन पर्यो भने 1 लाइक 1 सेयर पनि गरेर जानु होला। अनि त्यही हो गाइज, हेर्दै गर्नुहोस् गाइज। अनि भिडियो चाहिँ माथि नसार्नु होला, किनकि पुरा भिडियो हेर्नु होला गाइज, मजा आउनेछ। त्यही हो गाइज, हेर्नु यो भाइ चाहिँ बल्ली ल्याएर आएको छ। अब कत्रो ल्याएर आएको छ थाहा छैन होइन। अनि आज चाहिँ यो यहाँबाट यत्रो यो माथिसम्म जिनाको यो सेटिङ गर्नुपर्ने छ। अनि त्यही हो गाइज, टाइम लाग्छ नि त यार होइन। एउटा साथीले भन्दै थियो कि गाइज होइन, कामै गरेछु कि कामै छैन बे, अनि के काम देखाएको छौ बे त्यहाँ भन्थ्यो कि होइन। देखिने जस्तो कामै होइन नि त यो होइन। सेटिङ गर्नुपर्छ, टाइम लाग्छ, टेक्स्ट बनाउनु पर्छ, साइट खोज्नुपर्छ होइन, तल्ली खोज्नुपर्छ। अनि अब फिक्स प्लाइ पनि हुँदैन, प्लाइ काट्नुपर्छ, टाइम लाग्छ नि त। सबै कुराहरू टाइम लाग्छ कि, किला ठोक्नुपर्छ, कम छ यार। तलबाट टेक लाउनु पऱ्यो, यताउता बहुत टाइम लाग्छ कि होइन। त्यही भएर इजी छैन कि, केही काम पनि गर्न इजी छैन कि होइन। त्यही हो। सो गाइज, अब हेर्दै गर्नु अनि भिडियो। गाइस यति भयो, यो तोडेको अलिकति तोडियो, यत्रो सेटिङ भयो। अब छैन धेरै, अलिकति छ, 2 घन्टाको काम छ अरू। त्यसपछि अनि सरिया काटेर जाल बाँधेर अनि झालफाल बाँधेर होइन सबै भाँडामा। अनि त्यही हो गाइज, अब खाना खान जान लाग्यो।
अनि खाना खाइसकेपछि भेटौँला। आजको खानामा चाहिँ हाम्रो केलाई कोलाई कोकलाई सब बिबिसको। अनि योभन्दा हल्का ठुलोलाई योभन्दा अलि ठुलो कत्रो छ र? हुन्छ छ त्यहाँ 40 डिउ रुपियाँ। जत्रै 40 रुपियाँ। अनि डिउलाई 20 पर्छ, त्यसलाई 40। डिउ र त्यो बराबर। ल खाना खोल भाइ। बरु आजको काम धाम कस्तो छ त? बेकार। यो सेटिङ गर्नु जस्तो गाह्रो केही लाग्दैन। कत्रो माल खाएको यहाँ। यसलाई अझै डाउन गर, यसलाई डाउन गर सुतालाई। पाँच बजीको अहिले बल्ल सुटिङ सक्यो। सुटिङ बडा मुस्किलले सक्यो कि यसमा त झन् 2 घन्टा मात्रै लाग्छ भनेको त यसमा झन् टाइम लगाइदियो। सानो सानो ठाउँमा झन् साङ्ग्रो ठाउँमा झन् झ्याउ हुन्छ कि। टेका काट्नु पऱ्यो, यताउता गर्नु पऱ्यो, ढिलो भइजान्छ। अब गाई सडिया काट्न लाग्छौँ अनि 2-4वटा सडिया काटेर अनि चल्दिने हो। दाइ चाहिँ उतातिर जानुभएको थियो मालिकसँग पैसा ल्याउन। दाइ चाहिँ आउनुभएको छ, कति ल्याएर आउनुभएको छ त्यो चाहिँ थाहा छैन। अब दाइलाई सोधेपछि थाहा हुन्छ। दाइ आज कति पैसा आयो त? खै हेरिहालौँ न, त्यही पनि अलिअलि कति आयो, कति हजार जति आयो। 1000 आयो कि लाख आयो कि गड्डी हेरिहालौँ। लाखभन्दा कमै छ यो गाई। हेर्नुहोस् गाइज, आज पाएको पैसा दाइले। अब एकछिन पार्टी हुन्छ घर गएर, त्यो पछि लेबरलाई बाराइ हुन्छ। गाइज देखाउँदैन गाइज पैसा। यस्ता पैसा त कति समात्यो कति हो। एकछिन छिलुलुलुलु माथि पैसा उडाइदिनु गाइज। दुःख गरेर कमाएको पैसा हो। मेरो एक्लैको दुःख होइन गाइज, यत्रो मेरो अन्डरमा काम गर्ने लेबर मिस्त्रीदेखि लगाएर सबैजनाको दुःखको पैसा हो गाइज यो, होइन? अब त्यही हो अहिले गएर गाइज। अब लेबरहरूलाई खर्च पनि दिनुपर्छ। मानौँ 1 लाख मानौँ 80,000 यहाँ छ, 25,000 खातामा आछ आज। 1,05,000 आइसक्यो। 25,000 खातामा आछ अनि यो 80,000 गाई, होइन? यस्तो के गाई। त्यही हो गाई। अब जाने हो रुमतिर, लेबरलाई अब पैसा बाँड्नु छ। खै यसको रबर ल्याउँछ। चाहियो पैसा चाहियो भने गाई जसरी भन्नुहोस्, होइन? यस्तो काम गर्नुहोस्, पैसा लग्नुहोस्। अब गाई आज चाहिँ होइन जेबमा रोकडा छ 1 लाख रुपियाँ छ गाई। 1 लाख रुपियाँ होइन जाने हो सर। तर त्यही हो गाई, होइन? भाइले भन्दै थियो कि बाइक किन्न जानु न भन्दै थियो, होइन? बाइक चाहिँ किनौला, बिस्तारै किनौला, होइन? अब बाइक किन्ने सोच त अब 2 महिना भइसक्यो गाई, होइन? अब भनेको बाइक किन्छु भनेको पैसा आउँछ, लेबरहरूलाई दिने ठिक्कै हुन्छ। अनि कोही अब घर जान्छु भनिदिने, कोही कहाँ, अब कोही के, त्यही त हो नि गाई। अनि अरू त के भन्थ्यो र गाई, यस्तै हो हेर्नुहोस्, होइन? अब बाइक किन्ने हो मैले अबको 1 महिनामा एउटा बाइक निकाल्ने हो मैले। गाई जस्तो सुकै किन्नुहोस् कि, होइन? पल्सर अब जे हुन्छ कि जस्तो हुन्छ त्यस्तै बाइक किन्ने हो। बजेट जति हुन्छ त्यही हिसाबले सोचेछु। अब नयाँ नै निकालिहालौँ भन्ने सोचेको। अब 5-7 वर्ष यतैतिर गाइज, होइन? स्ट्रगल गर्छु, कहीँ जान्न गाइज, होइन? मलाई एउटा साथीले भन्थ्यो कि अघि दिउँसो फोन गरेर, होइन? अनि छोड्दे नि भिडियो सिडियोको चक्करमा, भ्लग युट्युबको चक्करमा छोड्दे, विदेशतिर जाने सोचे के गरिरहेको छस् भन्थ्यो, होइन? अब त्यही हो
साथी होइन। अब तँलाई मैले फोनमै पनि भनेको थिएँ, अब अहिले भिडियो मार्फत पनि भनिरहेको छु होइन। अनि त्यही हो गाइज, आजको लागि यति नै होइन। जय नेपाल, राधे राधे।